ल है सम्पूर्ण मित्रहरूलाई म के भन्दछु भन्दाखेरि तपाईहरुलाई लाग्छ होला अहिले कति सपोर्ट गर भनेर भन्छ होला भनेर लाग्छ होला। आफूले त कति पनि गर्दैन अरूलाई माथि गर भन्छ भन्ने लाग्छ होला। त्यही भएर म साथीहरु तपाईहरुलाई सपोर्ट भन्ने कुरा कसरी गर्नुपर्छ भनेर आज चाहिँ म मेरो मोबाइलको स्क्रिन शेयर गरेर तपाईहरुलाई देखाउन चाहन्छु। अन्तिमसम्म हेर्नु होला यो भिडियो। सपोर्ट भन्ने कुरा कसरी गरिन्छ भन्ने कुरा म तपाईहरुलाई देखाउने छु। ल है फाइनली साथीहरु मैले चाहिँ मेरो स्क्रिन शेयर गरेर मेरो प्रोफाइलमा आइसकेको छु। त्यहाँ तपाईको फलोअर्सको संख्या देखाउने छ, त्यहाँ क्लिक गर्नु होला र तपाईलाई फलो गरेको साथीहरुको लिस्ट चाहिँ यहाँ देखाउने छ। अनि चाहिँ हजुरहरुले उहाँहरुको त्यो नाममा टिक गरेर उहाँहरुको प्रोफाइल खोल्नु होला। प्रोफाइलमा फलो भन्ने अप्सन देखिन्छ, त्यहाँ क्लिक गरेर सम्पूर्ण आफ्नो मित्रहरुलाई फलो ब्याक दिनु होला र तपाईले यसरी आफ्नो साथीहरुलाई सपोर्ट गर्न सक्नुहुनेछ। नत्र साथीहरु तपाईले फलो ब्याक दिनु भएन भनेपछि तपाईलाई फलो गरेको सम्पूर्ण मित्रहरुले अनफलो गर्न सक्नुहुनेछ, किनकि उहाँहरुले पनि फलो ब्याक पाउने आशामा आफ्नो फलोअर्स बढाउने आशामा तपाईहरुलाई फलो गरेको हुन्छन्। त्यही भएर साथीहरु सम्पूर्ण मित्रहरुले फलो ब्याक यसरी दिनु होला। ल है साथीहरु तपाईहरुले पनि आजदेखि सबै आफ्नो साथीहरुलाई मज्जाले यसरी नै सपोर्ट गर्नु होला, सबैले फलो ब्याक दिनु होला अनि तपाईको आईडी पनि ग्रोथ हुन्छ अनि तपाईको 10K पनि छिट्टै पुग्छ।